गुड मर्निङ एभ्रिवान, वेलकम टु द न्यू एपिसोड। हाम्रो योजना चाहिँ अब एकछिनमा फ्रेस फ्रेस भएर पहिले कागबेनी जाने, कागबेनीबाट मुक्तिना जाने, मुक्तिनाथबाट चाहिँ अनि फर्केर अनि वरिपरिको लेखलेख हुने। राम्रै छ। सो गाइस हामी चाहिँ हिजो यहीँ आएर बस्यो यो होटलमा होइन। होटलको नाम के हो भन्दा जोनी क्यास होटल एन्ड रेस्टुरेन्ट। सन्देश त चिया खाँदै चट्ट कस्तो लागिरहेको। सो गाइस हामी चाहिँ यो कागबेनीतिर गइरहौँ। कोटा भने जस्तै हामी मुस्ताङको कोटा आइपुग्यौँ। कागबेनी पुरै राइट साइड काली खोला बग्दैछ। शालिग्राम खोज है केटा, शालिग्राम खोज। एकचोटि पौडी खेल्न पर्छ। यहाँ भयो गाइस हामी चाहिँ अब हेर्न निस्किन लाग्यो। गाइजको ठगल के भइसक्यो। जोनी क्यास होटलको नाम गाइजै भन्नुपर्छ जहिले पनि। हाम्रो ओनर त यता हुनुहुन्छ। राम्रै सुविधा दिनुभयो, तपाईँलाई धन्यवाद। केही भन्नु छ तपाईँलाई? धन्यवाद। हाम्रो भाइ एकको हातले मैले खुवाउनु भएको छ। हामी चाहिँ यो अप्पर मुस्ताङ जाने बाटोमा छौँ। ठ्याक्कै यताबाट गएर यो बाटो यसरी गएर अप्पर मुस्ताङ जाने डाइरेक्ट ट्रेन हाल्ने।
हामी मुक्तिनाथ दर्शनको लागि आइसक्यो। अहिले ठ्याक्क हामी यो तल गेटमा छौँ। अब केही सिँढी हिँडे पछाडि सट्ट हामी पुगिन्छ। हामी चाहिँ अब टक्कै लिएर मुक्तिनाथ यात्रातिर लाग्यौँ। अब यो मुक्तिनाथ दर्शनतिर जाँदैछौँ। त्यसलाई अब हामी चाहिँ यहाँबाट छट्ट यो सिँढीमा कति दर्शन गर्नु भन्छ। धेरै पहिलादेखि हाम्रो मुक्तिनाथ यात्रामा थियो भने जाने योजनामा यसपालि चाहिँ दसैँको अवसर पारेर चट्ट लगाएर होइन सो धेरै गतिलो बाहिरबाट लिएर होला खुवाइदिए ल सो यार ल यो भाइदर तिमीलाई यार मुक्तिनाथ गाइस ये आधा नहीं है चलो बहुत ही जय वक्त ही ना यहाँ नौनी कार्यक्रम भएर तयारी भएको हामी चाहिँ यो मुक्तिनाथबाट दर्शन गरियो अब